हेलो एन्ड नमस्ते, स्वागत छ हजुरलाई मेरो रोड टु 80 केजी बल्किङ सिरिज डे 4। आजको मेरो दिनको सुरुवात भयो ओट्स, पिनट बटर, केरा, दुधलाई मिक्स गरेर मैले आफ्नो फर्स्ट मिल कन्ज्युम गरिसकेपछि जिम गएर आज मेरो बडी वेट चेक गर्दा देखायो 77.480 ग्राम्स। आज मेरो ब्याक डे थियो र ब्याक डेलाई ट्रेन गरेर मैले आज फर्स्ट एक्सर्साइज ल्याट्स पुल डाउनबाट स्टार्ट गरेँ। ल्याट्स पुल डाउनको 3 सेट 10 to 12 रेप्स आनिसकेपछि नेक्स्ट एक्सर्साइज मैले टी बार रोबाट स्टार्ट गरेँ। टी बार रोको 3 सेट 10 to 12 रेप्स आनिसकेपछि नेक्स्ट एक्सर्साइज मैले बारबेल रोबाट स्टार्ट गरेँ। बारबेल रोको पनि 3 सेट 10 to 12 रेप्स आनिसकेपछि मैले आफ्नो लास्ट एक्सर्साइज रोप पुल ओभर गरेँ। रोप पुल ओभर गर्दाखेरि मैले वेट इन्क्रिज गर्दै लगेँ। 3 सेट 10 to 12 रेप्स आनिसकेपछि आजको लास्ट एक्सर्साइज सिद्धियो। एक्सर्साइज सिद्धेपछि मैले आफ्नो ब्याकको पोज गर्न थालेँ। पोजहरू सिधाएर हामी उखु जुस खान गयौँ। उखु जुस खाएर घर फर्क्यौँ। आज आमा औसी मामाहरू खाना खान बोलाउनु भएको रहेछ। खिर खाएर म घर फर्केँ। घर फर्केर दिउँसोतिर मैले अब फ्रुट्स खाएँ। फ्रुट्स खाएको आधा घन्टापछि मैले आफ्नो बल्किङ सेक खाएँ। बल्किङ सेक खाएको 2 घन्टापछि मैले खाना खाएँ। खाना खाँदा याद आयो मैले भिडियो नै बनाएन, त्यसपछि मैले भिडियो बनाएँ। आजलाई यति, धन्यवाद।